आज चाहिँ उसलाई ड्राइभिङ क्लास लिइरहेको छु होइन मैले हेरौँ कस्तो हुन्छ जहिले गाली खाने हो होइन आज चाहिँ गाली नखाइकन लग्ने च्यालेन्जमा हामी छौँ होइन जहिले पनि गाली खान्छ नि आज चाहिँ गाली नखाइकन वी गन गो फर 30 minutes ड्राइभ है ल यहाँबाट लेफ्ट छौँ रोक अनि यो गएको रोक 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 आइसाइड स्टप ए गरिरहेको छु त यसो नगराउन त मलाई थाहा छ त यहाँ मलाई कम्फर्टेबल छु त्यो पछाडिको भ्यान आयो भने जाऊ है त्यहाँबाट त्यो लाइटबाट देख्छ है तिमीले हेर्नु पर्दैन जाम 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 घुमाऊ तिमीले नहेर भने म्याच तिमीले हेर्नै पर्दैन म भनिहाल्छु बिस्तारो करिना कस्तो भइरहेछ यो ऐना अहिलेसम्मको लागि चाहिँ राम्रो चलाइरहेको छैन उसले जहिले गाली खाने आज म पनि गाली नगरिकन बसौँ भनेर अब गइरहेको छु होइन अहिलेसम्म एकचोटि गाली खाएँ तर सक्यो होइन चलाइरहेछ अब आज हामी जानुपर्ने चाहिँ बिचतिर जाडो भयो पनि अलिक अगाडि गए पनि हुन्छ तर हामीले फेरि टिकटकमा देखेको टिकटकमा मात्र होइन सबै चाहिँ जान त्यस्तै हुने रहेछ कि आफ्नो बुढीलाई गाडी चाहिँ सिकाउनु पऱ्यो भने प्रेसर हाई हुने रहेछ म मात्र होइन सबैजना त्यस्तै हो तिमी डरायो भने त दायाँ बायाँ छुइहाल्छ खुइ गइरह अझ कति मिनट ड्राइभ गर्नुपर्छ अनि 1 घन्टा क्लास लिनु पर्ने 15 मिनट ड्राइभ गर्ने बित्तिकै यस्तो हुन्छ त्यसपछि गाडी नगरे के गर्नु 25 1 घन्टा त क्लास नै दिनुपर्छ होइन ल जाम यिनीहरूले गाडी खान्छ कि तिमी यता धेरै च्याप्यो है लाइन हेर्नु कि त्यही भएर सिसा हेर्नु कारण भनेको लाइन पनि हेर्नु आफू पानीको छ कहाँ भनेर जाऊ न जाऊ थु सिधै खाने सिधै त हो नि किन डराउनु पर्ने सिधै छ पछाडि एल छँदैछ तिमीलाई ओभरटेक गर्ने होइन हर्न दिने होइन तलाई है तलाई ब्रेक स्लोली स्लोली ब्रेक आई सेड ब्रेक अब चाहिँ मलाई डर लाग्यो अब राइट पट्टि त्यो अहिले हेरेर किन तिमी अघि डराएको 5 टाइम भयो थियो मैले यसो हेरेको त्यही भएर त गएको तिमीले यहाँ हेरेको ब्लू गाडी थियो म हेरेको थाहा हुन्छ लेन चेन्जलाई ग्याज्यो मेलै लेन चेन्ज हो त्यो सिकेपछि उनीहरूको यसमा लाइट हेर्यो उनीहरूको लाइट बालिसक्यो ल जाउँ गइहाल्छ के गर्नु सिधा सिधा आइस सिधा लाइट पनि गर्नु पर्दैन ल जाउँ अब बिस्तारै गरेर राइट लेनमा बस बत्ती बार ल जाउँ जाँदाखेरि पनि त्यत्रो चाहिँ भन्छ नजाउँ कि बिस्तारै गरेर जोइन हुने अब फर्म 1 लेन भनेछ अब लाइट देऊ ल जाऊ देख्यो अनि त्यस्तो गर्दाखेरि टाउको घुमाउनुपर्छ यसरी ल बिस्तारै ल उसको त्यो राइट साइड बस हुन्छ उनीहरूलाई बाटो पुग्दैन भने पुग्छ कि उनीहरू तर च्याप उता त च्याप ल जाउँ लाइट दिइरह अब त्यहाँ नजिक बस पहिला उता गाडी लाइट दिने सायद ल गइहाल्यो यो गाडी गएपछि गइहाल्यो भयो रोक घुमाउ न स्टेरिङ त यतासम्म घुमाऊ अनि पो जान्छ है लाइट दिइरह अब त्यो सेतो गाडी आएपछि गइहाल्यो अर्को गाडी आइरहेको छ त फेरि त्यो गयो कता किन चला रोकन के भयो त गइहाल्यो न अब यो गाडी आएपछि अब यो पछि गाडी आएन नि ल एक्सिलेटर दबाउ न एक्सिलेटर अब मिलाऊ अब यहाँबाट लेफ्ट
तिमी नगएसम्म ऊ त्यो गाडी पनि जान पाइँदैन बिस्तारै ब्रेक समातेर ब्रेक 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 50 हो यता यता नपेलो भन्दैछु मैले ब्रेक स्लोली बाबा मैले गाली गरेको छैन कि स्लोली ल त हस् नाइस यहाँ गाडी छ कि छैन आफ्नो राइट साइडमा जहिले नहुने बित्तिकै गइहाल्ने जाउँ यहाँबाट के गरे सिधा जाऊ अनि राइट लेफ्ट हुन्छ अनि राइट बस्नलाई उता गएर कसरी राइट आउने यहाँ त्यहाँ त्यहाँबाट राइट जाऊ तिमी राइट जानु लाग्न है तिमी लेफ्ट किन पेलेको पाहान रात भइसक्यो मेरो पसिना भयो खै हेरौँ त तिमीलाई हेर अघि मिस्टेक भन्नु हर्न बजाउँछ तिमी एल पछाडि छ तिमीलाई हर्न बजाउँदै नि मान्छेलाई थाहा छ नि तिमी एल भन्नु तिमीलाई मैले राइट भन्दैछु लेफ्ट च्यापेर कहाँ हुन्छ यता नपेलो आइसेट यता नपेलो तिमी यसरी प्यानिक नगर कि मैले प्यानिक गरेकै छैन कि अलिक गाडी आइरहेछ मलाई कस्तो त्यो हुन्छ कि डर लाग्छ ल सरी उ गर पानी परिरहेछ ब्रेक 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 ल ब्रेक बाल्यो ल बाल बाल्यो दुईचोटि ल तँ गर न म डर लाग्यो कि अब यहाँ बिचमा कहाँ ल जाऊ तिमी म्याप किन हेर्दा ल लेफ्ट बत्ती बाल उताबाट घुमाएर लग न गाडी आएको छैन घुमाएर लग भन्दैछु यहाँ कति वेट गरेर राख्ने ए बाबा गाडी आएको छैन जाऊ भने ल जाऊ सकिहाल्छ नि एक्सिलेटर न त्यो रौँडो आउने थाहा भइसकेपछि त्यहाँ बाटो छ कि छैन पहिले छैन नि भनेपछि त्यहाँबाट गाडी आएको मान्छेहरूको यदि लेफ्ट बत्ती बलेछ भने उनीहरूलाई के भयो पहिले दिनु त्यो गाडी त त्यहीँ पुग्दैन ल तिमी पहिले सिधा हाल्दैन सिधा भनेको यताबाट गएर तिमीले सिधा बाटो यसरी गएर यस्तो गर्छ अनि तिमी सिधा गयो भने त्यही बजिरहाल्यो यसरी गयो यसरी मिलाउ न ल यता चाप अझै चापेर चाप्ने भनेको घुमाएर चाप्ने सिधा तिमी यहाँ पेल्यो भने कि देखि यहाँ ऐनामा हेर त तिमीले देख्छ लाइन छ कि छैन यहाँ राइट जाऊ त्यहाँबाट अब राइट भन्यो भने जहिले लेफ्टमा आउँछ तिमी गिभअवे भनेको त्यहाँसम्म रोक्ने हो अनि हेर्ने हो त्यहाँ जाऊ न अनि पो देख्छ ल कोही छैन ल जाऊ मिलाएर रोक ल कस्तो भयो एक्सपिरियन्स ल भन् मेरो भन्दाखेरि पनि आफ्नो हेर न यहाँ के हो यो गाइस मेरो त पसिनै निस्क्यो यस्तो हुन्छ बुढीलाई गाडी चलाउनु सिकाउनु पर्यो अनि त पसिना तिम्रो एक्सपिरियन्स कस्तो भयो पार्किङ ल अफ गर ल गाइस यति नै फाइनल्ली होइन हामी चाहिँ यता बिच फाइनल डेस्टिनेसन पुगेछ अनि थ्याङ्क यू होइन यति नै हो बुढीहरूलाई गाडी चलाउनु चाहिँ सिकाउनु चाहिँ एकदम गाह्रो हुन्छ हस्बेन्डहरूलाई अनि हस्बेन्डहरू जो पनि कराउँछ आई न्यू दिस इज द 100% फ्याक्ट होइन अनि जो कराउँछ है कमेन्ट अन द बिलो एन्ड सब्सक्राइब आवर च्यानल होइन यस्तै राम्रो कन्टेन्टहरू मजेदार कन्टेन्टहरू लिएर हामी आउँदैछौँ त्यही भएर सी यु गाइज एन्ड आजकल बिस्तार